नमस्ते। हाम्रो वरिपरिको संसार नियमहरूले चल्छ। केही नियमहरू हामी देख्छौं, केही देख्दैनौं। आज हामी यस्तै केही नियमहरूको पर्दाफाश गर्नेछौं जसले हाम्रो संसारलाई आकार दिएको छ। सुन्दा अलि अनौठो लाग्छ हैन र? एकातिर एउटा सामान्य ज्यामितिको आकार, अर्कोतिर हामीले दिनदिनै चलाउने सफ्टवेयर। ल आउनुहोस्, यही प्रश्नको उत्तर खोज्दै जाउँ र यी दुई फरक देखिने कुरालाई जोडेर हेरौँ। हाम्रो यो खोजको केन्द्रमा एउटा सिधासादा विचार छ। जतिसुकै जटिल देखिने सिस्टम भए पनि त्यो प्राय केही सीमित र तार्किक नियमहरूले नै चलेको हुन्छ। चाहे त्यो गणित होस् वा टेक्नोलोजी, यी आधारभूत नियमहरू बुझियो भने पुरै सिस्टम नै बुझिन्छ। ल अब सुरु गरौँ है त। हाम्रो पहिलो उदाहरण हो एउटा सामान्य वर्ग। हेरौँ त यो कति सुन्दर र पर्फेक्ट सिस्टम हो। एकदमै सरल देखिन्छ, तर यसभित्र पनि एउटा गहिरो अनुमान लगाउन सकिने संरचना लुकेको छ। गणितको भाषामा यसलाई डाइहेड्रल ग्रुप D4 भन्छन्। अब यो भनेको के हो त भन्दा ती सबै सम्भावित चालहरूको एउटा पूरा सूची हो जसले वर्गको स्वरूपलाई जस्ताको तस्तै राख्छ। ठिक 8वटा चाल छन्, न त एक बढी न एक कम। सबैभन्दा सरलबाट सुरु गरौँ, आइडेन्टिटी अर्थात् पहिचान। यसको मतलब हो केही पनि नगर्ने, वर्ग जस्तो छ ठ्याक्कै त्यस्तै रहन्छ। यो हाम्रो सिस्टमको ग्राउन्ड जिरो वा आधारभूत अवस्था हो भनौँ न। अब बल्ल वास्तविक चालहरूमा जाउँ। पहिलो हो घुमाउने अर्थात् रोटेसन। यदि वर्गलाई यसको केन्द्रबाट घडीको उल्टो दिशामा 90 डिग्री घुमायौं भने के हुन्छ? यो उस्तै देखिन्छ। अब त्यही 90 डिग्री घुमाइलाई फेरि एकपटक दोहोऱ्याउँदा के हुन्छ? हामी 180 डिग्री घुमाइमा पुग्छौं। यो कुनै नयाँ चाल होइन है, केवल पहिलो चाललाई 2 पटक लगाएको मात्र हो। र फेरि एकपटक घुमाउँदा हामी 270 डिग्रीमा पुग्छौं। यति भइसकेपछि घुमाउने सबै सम्भावनाहरू सकियो, किनभने अर्को एकपटक घुमायो भने त हामी फेरि सुरुको अवस्थामै आइपुग्छौं नि। अब अर्को खालको चाल हेरौँ, प्रतिबिम्ब अर्थात् रिफ्लेक्सन। सोच्नुहोस् त, वर्गलाई यसको तेर्सो अक्ष मतलब बीचको लाइनमा पल्टाउँदा पनि यो उस्तै देखिन्छ, ऐनामा हेरे जस्तै। ठिक त्यसै गरी हामी वर्गलाई यसको ठाडो अक्षमा पनि पल्टाउन सक्छौं। यो पनि एउटा सही चाल हो जसले वर्गको स्वरूपलाई बिगार्दैन। हामी विकर्णहरूमा पनि प्रतिबिम्ब बनाउन सक्छौं। यो पहिलो विकर्ण हो जसले दुई विपरीत कुनाहरूलाई जोड्छ। यसमा पल्टाउँदा पनि वर्ग उस्तै। र यो भयो अन्तिम सम्भावित चाल, अर्को विकर्णमा प्रतिबिम्ब। योसँगै वर्गका सबै 8वटा सिमेट्रीहरू पूरा हुन्छन्। ल यहाँ ती सबै 8 चालहरू एकै ठाउँमा छन्। यो एउटा बन्द र पूर्ण सिस्टम हो। वर्गलाई उस्तै देखाउनका लागि यी 8 बाहेक अरू कुनै पनि चाल सम्भवै छैन। यही नियमहरूको निश्चितता नै त हो नि यसको सुन्दरता। र सबैभन्दा रोचक कुरा के छ भने गणितज्ञहरूले यी सबै 8 नियम र तिनीहरू बीचको सम्बन्धलाई एउटै छोटो फर्मुलामा लेख्न सक्छन्। यो फर्मुला त वर्गको सिमेट्रीको सोर्स कोड जस्तै भयो, जसले सानो ठाउँमा पुरै सिस्टमलाई समेट्छ। तर नियममा आधारित यस्तो सिस्टम गणितमा मात्रै हुँदैन नि। अब गणितको यो अमूर्त संसारबाट निस्केर प्रविधिको व्यावहारिक संसारतिर लागौं। हामीले दिनदिनै प्रयोग गर्ने वेब ब्राउजरहरू पनि यस्तै कडा नियमहरूले नै चल्छन्। उदाहरणको लागि गुगल क्रोममा जावास्क्रिप्ट चलाउनु पर्यो भने यी निश्चित स्टेपहरू फलो गर्नुपर्छ। यो एउटा प्रक्रिया हो, नियममा आधारित निर्देशन। एउटा पनि स्टेप छुट्यो भने काम बन्दैन। अब माइक्रोसफ्ट एजलाई हेरौँ। लक्ष्य त उही हो, तर बाटो अलि फरक छ। यहाँ प्राइभेसी एन्ड सिक्योरिटीको ठाउँमा कुकिज एन्ड साइट पर्मिशन्स छ। शब्दहरू फरक छन्, तर तर्क उही हो, नियमहरू मान्नै पर्छ। फायरफक्सको बाटो त अझै फरक छ, अलि बढी टेक्निकल खालको। यहाँ मेन्युमा क्लिक गर्नुभन्दा पनि एउटा विशेष कमान्ड टाइप गर्नुपर्छ। यसले के देखाउँछ भने फरक फरक सिस्टममा अन्तर्क्रिया गर्ने नियमहरू पनि फरक फरक हुन सक्छन्। सफारीमा भने यो प्रक्रिया तुलनात्मक रूपमा निकै सरल छ। केही क्लिकहरू गरे पुग्यो। तर फेरि पनि यो एउटा निश्चित पहिले नै तोकिएको नियमहरूको सेट हो जसलाई मान्नै पर्छ। ओपेरा ब्राउजरको प्रक्रिया चाहिँ क्रोमसँग धेरै मिल्दोजुल्दो छ। यसले के देखाउँछ भने कहिलेकाहीँ केही सिस्टमहरूले उस्तै नियमहरूको संरचना पनि साझा गर्छन्। यहाँ हेर्नुस् त, हामी विभिन्न ब्राउजरहरूको मेनुको बाटोलाई सिधै तुलना गर्न सक्छौं।
यसले छर्लङ्ग देखाउँछ कि कसरी उस्तै काम गर्ने सिस्टमहरूमा पनि प्रक्रियागत नियमहरू फरक हुन सक्छन्। लक्ष्य एउटै तर बाटो अनेक। अब यी दुई फरक देखिने विषयहरूलाई एकै ठाउँमा ल्याउने बेला भयो। ज्यामितिको अमूर्त नियम र सफ्टवेयरको प्रक्रियागत नियम, यिनीहरूलाई जोड्ने त्यो साझा धागो आखिर के हो त? यो तालिकाले सबै कुरालाई छर्लङ्ग पार्छ। हेर्नुहोस्, वर्ग होस् वा ब्राउजर, दुवै सिस्टम हुन्। दुवैको एउटा निश्चित लक्ष्य छ र दुवैले त्यो लक्ष्य पूरा गर्न सीमित सङ्ख्यामा नियमहरू प्रयोग गर्छन्। यही नियमहरूले नै त सिस्टमलाई अनुमानयोग्य र भरपर्दो बनाउँछ, चाहे त्यो गणितको स्थिरता होस् वा सफ्टवेयरको काम गर्ने तरिका। र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ। ट्राफिक लाइटको नियमदेखि लिएर सामाजिक सञ्जालको एल्गोरिदमसम्म हाम्रो जीवन यस्तै लुकेका नियमहरूले चल्ने प्रणालीहरूले भरिएको छ। सायद अब हामीले यस्ता कुराहरूलाई अलि फरक नजरले हेर्ने बेला पो आएको हो कि?